सो हेलो नमस्ते एभ्रिवान। दिउँसोको 2 बजेको छ अनि आज डे 2 हो। फेरि हामी जान लागेको अर्को ठाउँमा। अनि हिजो चाहिँ बाघ देखिएन अनि जस आज फेरि बाघ निस्किसकेको अरे एकचोटि फेरि। सो फेरि अब हाम्रो आज चाहिँ दिनेश दाइ हेलो हेलो अनि हाम्रो पवन भाइ जाँदैछौँ हामीहरू बाटोमा। अब मन्जु दिदीहरू र सुशीला दिदी सायद हुन्छन् होला। लेट्स सी होप विल सी ट्राई गरेर अनि आशा गरौँ अब के हुन्छ। सो जाँदैछौँ बाटोमा छौँ। अनि पवन भाइ के छ बिचरा आज देखेला कि नै? आज देखिन्छ है। लेट्स सी के हुन्छ। अनि दिनेश दाइ देखिन्छ आज कन्फर्म हो? कन्फर्म हो जस्तो छ। कति पर्सेन्ट 80%। यस्तो ढुँडी लागेको छ आज चाहिँ। ढुँडी पुरै ढुँडी छ, फगी छ वेदर चाहिँ। अनि जस देख्ने एकदम आशा गरेका छौँ अब के हुन्छ। हामीहरू चाहिँ बाघ हेर्न जाँदैछौँ तर मौसम चाहिँ एकदम ढुँडी छ, क्लियर छैन है। तर अब बाघ निस्किसक्यो भनिसक्यो, मनले मानेन। सो अब मनले नमानिसकेपछि अब ट्राई गर्न जाँदैछु। बाघ निस्किसक्यो, खुल्दुली राख्छ भन्नु भाइ, खुल्दुली राख्छ एकदम लास्ट एकदम ल। हाम्रो मन्दिर आइसक्नु भयो। हाम्रो त्यो के बोक्नु भयो फेरि? ल अब हामीहरू तयार भइसक्यौँ। अब रेडी फर रक एन्ड रोल। के छ त हालखबर सबको? भेट्छौँ दिदी लाई होइन, हामी कन्फर्म देख्छौँ 200%। बाघ चाहिँ 2 चोटि निस्किसक्यो अरे। अनि अब जाँदैछौँ हामी त्यहाँ कुर्नी हो। 2 चोटि बाघ मेल फिमेल छ अरे। आशा छ हामी भेट्छौँ भन्ने कुरा। बाघ अब हिजोको ठाउँमा जान्छौँ, कुर्छौँ। अनि अब हेरौँ के हुन्छ। वेदर कतिले छैन है। वेदर त पुरै फगी छ वेदर चाहिँ। विदेशमा डाइरेक्ट प्रोफेसरले आफूले फोटो खिचेर उ गर्न पाउँदैन क्या। कहाँनिर निस्किथ्यो अहिले? बाटोमा निस्किथ्यो फेरि 2 चोटि भइगयो। गाडी कहाँनिर राख्यौँ त हामीहरू? त्यही राख्नु न, त्यहाँनिर राखेर त्यही हिजो मको बेसी नि हो त्यहाँनिर राख्नु। ल हामी त्यही राख्यौँ हामी। त्यो अगाडि कि यहाँनिर ऊ त्यो अगाडि होइन? अगाडिको त्यो अगाडि सिमुल फेरि अहिले त बुक भएन, गएर हेर्नु न। हात्ती बस्छौँ हामी त्यहाँ गएर है। बाघ हामीहरू चाहिँ आइसकेका छौँ हाम्रो बाघको ठाउँमा। सो यहाँ चाहिँ बाघ छ। अनि अब चाहिँ हामीहरू चाहिँ त्यहाँबाट ट्राइपड लिएर हामीहरू तयार हुन्छौँ। अब हेरौँ बाघ चाहिँ अब निस्किन्छ कि नै। सो गाइस लेट्स सी टाइगर। सो अब चाहिँ हामीहरू रेडी गरिसकेका छौँ। बाघ चाहिँ आइसकेको 2 चोटि। अनि अब रेडी अलमोस्ट हामी रेडी भइसकेर अब हेरौँ के हुन्छ। बाघ चाहिँ आइसकेको छ अरे यो ठाउँमा। बाघ चाहिँ आएको। सो बाघ 2टा बाघ यहाँ कराइरहेको छ, यहाँ नजिकै छ। सो गाइस जस्ट 20 मिटर फार यहाँदेखि है। सो एकदम एक्साइटेड छ हामीहरू हेर्नको लागि चाहिँ। बाघ चाहिँ नजिकै छ, बाघ करायो भर्खर। एक्साइटेड टु सी, नजिकै छ बाघ। वेदर चाहिँ गतिलो छैन, पुरै ढुँडी छ। क्यामेरा पनि एकदम राम्रो आएको छैन। अब हेरौँ के हुन्छ। कुरिरहेको छौँ, आशा छ बाघ भेट्टेला भन्ने कुरा। बको निकल रहे बाजे? कहाँ तो रहा निकल ले कहीं के निकल रहे। हाँ अभी बोल सुन लो कि नहीं सुन ले हूँ। निकल रहे ना। हाँ
वहाँ से ऊँची तो यहाँ तक आयल कति हेल्प करिए अबै तब न सो गाइस हामीले फेरि सेकेन्ड टाइम फेरि चाहिँ टाइगर फेरि कराएर चाहिँ मिटिङ भइरहेछ अनि हामीहरू चाहिँ जस हाम्रो हतियार चाहिँ नि तयार छ रेडी छौँ कति बेला आउँछ भन्ने कुरा अझै थाहा छैन कुरिरहेको छौँ चाँडै निस्क्यो बबाल हुन्थ्यो सो गाइस बाघ चाहिँ अझै निस्केको छैन कफी खाइरहेछौँ अब कफी खाइएपछि आउँछ कि बाघ अनि वेदर चाहिँ यस्तो छ पुरै एकदम फाक छ कफीको बास्ना मलाई नदेखाउन एकछिन बाघ निस्केन अब चाहिँ कफी सो वेट गरिरहेछौँ के हुन्छ घर कस्तो लागिरहेछ बाघ बेला बेलामा कराइरहेछ कराएको सुन्दा चाहिँ आउला आउला जस्तो लाग्छ मलाई चाहिँ आस मरिसकेको छ भन्नु सो बाघ कुर्दा कुर्दै बाघ चाहिँ आएन अब सो टाउटो खाने कार्यक्रम भइरहेछ हामीहरूको त्यहाँमा यतातिर पुरै ए दिदी केही आउला जस्तो छ कि नै ठाउँ हेरे अनुसार चाहिँ अघि आवाज पनि आइरहेको थियो अरे त्यो भएर आउला जस्तो लागिरहेको छ म चाहिँ रेडी क्यामेरा रेडी गरेर यसरी बसिरहेको आयो भने चाहिँ खिच्ने प्लानमा छु सो बाघ निस्केन अब सबै प्याक गरेर आएको हामीहरूले चाहिँ अब सो बाघ निस्केन अझ हामीहरू फर्किने कार्यक्रम हुन्ला छ अब भोलि बिहान आउनु पर्ला अब यो हाम्रो ग्रुपहरू यहाँ छ नि सबजना सो अब घरतिर जाने हो टाप बस्ने हो सो हल्का राति भइसकेको छ अब फर्किने बेला भएको छ हाम्रो पनि अब यस्तो गर्ने हामीलाई छोडे तपाईँ जाने पछि फेरि आइहाल्नु तपाईँ लास्टमा हाम्रोबाट चाहिँ